नुलाइकन हुनेछ न यार ल ए खापियो भिडियो गर पकाइला ए गर खाप ओयो लाग बिचे ल यहाँ चाहिँ चट्ट हाम्रो आलु फुलिँदैछ हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक टु माई न्यू अन्डर भ्लग आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ ल म पनि एकदम सन्चै छु एकदम मस्त छु सो अहिले चाहिँ बिहानको 9 बजिसकेको छ है सो म चाहिँ खाना खाएर थाडामा बसिरहेको छु देख्न सक्नुहुन्छ गाउँको मर्निङको भ्यू चाहिँ यस्तै छ क्या बन्यो क्या क्या कहाँ नि दोच आज काम जाने कि गोचराउन कि गोचराउन जाने काममा ल ठिक छ सो आज चाहिँ म जाँदैछु काम गर्नको लागि त्यो कस्तो काम भन्नाले अब यहाँभन्दा पहिला चाहिँ एउटा अब कृषिबाट 2-3 हजार बोटासँग आएको थियो अल ओभर गाउँको लागि भनेर हैन अनि हाम्रो जग्गाको एक साइडमा चाहिँ पुरै त्यही 2500-3000 बोटा चाहिँ स्याउ लागेको छ अनि त्यो स्याउ लगाएर मात्रै भएन हैन अब बर्खाको दिनमा गोरुहरू छाडा हुन्छ बेडाहरू छाडा हुन्छ गोरुहरू बेडाहरूले भैँसाहरूले नखाओस् भनेर चाहिँ अनि त्यसको वरिपरि गाउँभरिको सबै मान्छेहरू मिलेर त्यसको वरिपरि चाहिँ बाड हैन वाल अब अल भन्नाले त्यो ढुङ्गाको अल होइन कि त्यो काठको त्यो बाड बाड्ने भन्ने हुन्छ त्यो कामको लागि चाहिँ हामी जाँदैछौँ आज लेट्स सी आजको दिनभरिको काम कस्तो हुन्छ हैन कस्तो कस्तो कामहरू गरिन्छ त्यो सबै म तपाईहरुलाई मेरो भ्लग मार्फत देखाउँछु अध्यक्ष दाइ जानु पाइयो त्यही अब त्यस्तै यो दाइ अब आफ्नो काम भयो आफ्नो घरको काम भयो राति बिहान हुन् यो सबैको खाजा काम त ल आम्मा कहाँ छौ त कहाँ दुब्बु रोटी छन् एउटा गाउँको रोटी एउटा कोदीको रोटी यो बासी हो है यो बेली भएको यो चाहिँ बिहान हालेको यसलाई अनि असुरो अनि गाउँको रोटी कोदीको रोटी र चामल हुन् ल्याउ एक खाएको खाउँ अर्ग्यानिक कहाँ दिनु त यहीँ त ए ल्याउ त ल्याउ यति धेरै खाउँ त लिने त अझ खै एक प्लास्टिक गर्नु गरौँ अरे म त्यही खिच्नु होला पर यो गाउँले जाँदा बस यति भयो भनेपछि मजा अरे चामल हाल्छ नि मिठो हुँदा फेरि भुनु त यार गाउँले आनी खुदो कानु बढिया गाउँ जति छगल त खराय हो नहीं बिना तो वही था ओ गाउँ न फेरि आओ सबल ले आओ कुल ले आओ बुंचरा ले आओ ओर्नी ले आओ हटाओ आफ्नो घर काम भएली
राति घर खाना है खाँदा हुन् मान्छे रात आउँथ्यो आफ्नो काम दे बेली त्यो भाउ जुमै 4 घण्टा खालिन् दे सामाजिक काम भने पढै मान्नु अति ज्यादा खान् काम गर्ने फुलपट ठड्याउन 2 गफ मान्न ढुङ्गो अड्याउ पैसा लट्का हुने क्या ढुङ्गो अड्का पैसा लट्का जेठा खतरा हुन्छ जेठा एक्लै हगिल्दा हो कि तिमी त हगिहालिन्छ के रुख उठाएको हुने के अब त्यति मात्र लाग्यो हगिजाला हगिहाल्ला नि सबै ल्याइ सकिने नत्र सकिने बुझ्नु भा हामी ल्याउँला ल लगभग धेरैजना आइसक्नु भएको छ काममा काम गर्नुको लागि यो अघि पनि मैले बिहान भनिरहेको थिएँ नि सुरुमा यो गेराबार जो अलि माथि सल्लाहको रुख छ नि त्यहाँदेखि यो हुँदै स्याउको बगैँचा यो जति देख्नु सक्नुहुन्छ यो पुरै यहाँदेखि तल है यो पुरै स्याउको बोटाहरू देख्नु सक्नुहुन्छ यसरी मान्छेले ठाउँ ठाउँमा स्याउ लगाइरहेको छ होइन त्यहाँ पनि स्याउ छ यो पुरै भागमा स्याउ छ कि अघि लगभग त्यही 3000 जति बोटा भनेपछि आफै थाहा पाउनु होइन अब यहाँबाट अब बारेन भनेपछि गोरुहरू छाडा हुन्छ होइन गाई भैँसी आउँछ बोटा खाइदिन्छ त्यो लगान त्यसै व्यर्थ हुन्छ त्यही भएर चाहिँ अब काममा सार्वजनिक काममा चाहिँ त्यो बार्नै पर्छ त्यही भएर सबैजना आउनु भएको छ अनि अन्टी के मुसु मुसु हाँस्नु किन हाँस्यो त हुन दाइ ठिक छ त्यहाँ हाँसैले उनको नै भिडियो बनायो पहिला नै त लिँदा पर त लिन चाहन्छ उता नेवारी बाटै गएर नेवारी बोल्नुहुन्छ यो ब्याउला ब्याउने सिस्टम ल्याउने यसो दाहिने हात भित्र पोखाल ल्या भाउरी गाउने होला हो सिधै पूर्व माथिको ल्याएर ल यहाँ माथिदेखि यो सबै रुखहरू हिजो यहाँबाट हामीले रुख ढालेको यो रुख ढालेको अनि त्यसको जरा चाहिँ यो यसको यो जरा निकालेर तर भ्यू चाहिँ यस्तो दामी आएको छ यस्तो दामी आएको छ आम्मामा खुर्को त्यो गाँडा फाल्दैन आन्टी हाल कानमा हकिल्थ्यो हकिल्थ्यो अरे के म्याउ भयो त बिम्दै कामबाट उठे चिजबाट उठे झोल झर्ने भएको त गाह्रो छ तल अब एक नुहान यी दोहोऱ्याले हान्नु कि त्यो त्यहीले बिगाडी ल्यायो पुरा ल फुटिजाने छ यार यहाँ देखाउने दोहोऱ्याले रम्का हप सपुन हप ने यो पर्दैन आइगयो आइगयो देखिस् कति आँख लगाइदियो
पुरा एउटा गाड प्रायः हरियाणा त्यो नु आएको छ आठलाई त भित्र बसिया आउँदैन मोटर छ त हो त्यो सबै सकिएर हामी चाहिँ जाँदैछौँ अब माथि अर्को ठाउँमा अब अहिले चाहिँ टाइम भयो दिउँसोको 3 साढे 2-3 बज्न लाग्यो फिल सो टाइट एकदमै Oh my god, rabbit, wild rabbit, खतरा छ त यार ल यहाँ चाहिँ चट्ट हाम्रो आलु फुलिँदैछ यो त पुरै हरियो रहेछ त रुख यो त उभ्याएर सर यो तल भाग चिउडिया रहेछ यतिखेर रुख बहुत अप्ठ्यारो हुँदैन उयो तल हबको लास्टै गोर्खा हुने छिन् अनि यस्तो हरियो रुख रहेछ अब राम्रो आइगो धिडको लाइनतिर गर्न पुग्यो नि त केही लाग्दैन दिनभरि पोट छैन 2 गरिया भए खल्ला हुन्थ्यो होइन चौडिया रहेछ खल्ला नहुने ल मुनु लाइकन हुनेछ न यार ल ए खापियो भिडियो गर पकाइला गर खाप लाग मित्र आइगो ए ढुङ्गो गर्दै म घरमा आएर अब यता आइभइगयो घर गुरु हुनु छ होइन अर्कै अन्य त हो अब तल त चौडोमा लिने जाउँ उता घुम्दै उता फाल्नु अरू उता लिउँ के अब झोला अब परो त हेर मेरो साइड कायदा गर यार जेठाउले 3 भयो तलु आएन होइन एक्लै सक्छ नै गर त दाइ एक्लै कतिको पावर छ एक्लै जिगर हो नि आमै ओइ गरे गरे हुँदो त भाइ यति बाटो हगिदिनु भाइ ल
काम चाहिँ एकदमै भक्काभक भइरहेको छ साँझको टाइममा। अहिले चाहिँ साँझको 4 भन्दा पनि बढी भइसक्यो। काम भइरहेको छ, काम गर्नु पर्यो। चाइनाले यो हप्तामा हस्पिटल खडा गर्छ भन्दै हामी सामान्य बार बाँड्नुको लागि पनि पुरै 10-12 दिन लगाइदिन्छौँ होइन। अब कहाँबाट हुन्छ भने त्यही भएर काम भइरहेको छ। आज एकदमै साँझसम्म गर्ने प्लान भइरहेको छ। तर म चाहिँ घर जाँदैछु मेरो पर्सनल कामको कारणले गर्दाखेरि। सो हुन्छ, सबैजना राम्रोसँग गाड्नु होला भन्दै म यही लिँदै घर जाँदो भएँ है क्या। को यस्तै अर्को पनि निकालिया म त निकालिएन काकाले अर्को पनि ल।